नमस्कार, म कृष्ण जेसी। मनका कुराको आजको श्रृङ्खलामा म तपाईँहरू सामु एउटा फरक तर गहिरो संवेदनाले भरिएको कथा लिएर उपस्थित भएको छु। यो कथा कुनै मान्छेको होइन, यो कथा हो एउटा सडक कुकुरको, जसको आवाज हामीले कहिल्यै सुन्न खोजेनौँ, जसको आँसु हामीले कहिल्यै देख्न चाहेनौँ। आज म उसैको मौन क्रन्दन, उसैको पीडा, उसैको एक्लोपन र उसैको सानो तर गहिरो चाहनालाई शब्द दिन खोज्दैछु। कहिलेकाहीँ बोल्न नसक्ने जीवहरूको पीडा नै सबैभन्दा ठुलो हुन्छ, किनकि उनीहरू कराउन सक्छन् तर गुनासो गर्न सक्दैनन्। आउनुहोस्, आजको मनका कुरामा हामी एउटा त्यही मौन जीवको हृदयभित्र पस्ने प्रयास गरौँ, जो केवल यति मात्रै चाहन्थ्यो, मलाई कसैले छोइदिए मात्रै पनि हुन्थ्यो। फागुनको घाम आज अलि धेरै न्यानो छ। आकाशबाट झरेको त्यो सुनौलो उज्यालोले सबैतिर रमाइलो र घमाइलो बनाएको छ। तर मेरो शरीरमा भने कुनै न्यानोपन छैन। म यो पहेँलो त्रिपालमाथि लमतन्न परेको छु। जिउँदो भए पनि मरेतुल्य छु। मेरो पेटमा सिलाइको धर्को छ। दुखाइले चसक्क चसक्क गर्छ। कसैले भन्छन् यो त राम्रो काम हो, अब यिनीहरूको वंश बढ्दैन। सायद हो पनि, तर यो दुखाइ, यो डर, यो एक्लोपन, यसको हिसाब कसले राख्छ? मलाई थाहा छैन म यहाँ कसरी आइपुगेँ। हिजो मात्र म फोहोरको डङ्गुरमा खाना खोज्दै थिएँ। कसैले ढुङ्गा हान्यो, कसैले लखेट्यो। आज म यहाँ छु, काटिएको शरीर लिएर, चेतनाविहीन अवस्थामा। मेरो वरिपरि म जस्तै धेरै साथीहरू लमतन्न छन्। बाहिर ठुलो पिञ्जरामा अरू दाजुभाइहरू पनि पालो कुरेर बसेका छन्। उनीहरूको आँखामा प्रश्न छ, अब हाम्रो के हुनेछ? अब हाम्रो के हुनेछ? बिस्तारै मेरो होस फर्कँदैछ। आँखा खोल्छु तर संसार धमिलो छ। घाँटी सुकेको छ, जिब्रो तालुसँग टाँसिएको छ। मेरो छेउैमा अर्को एउटा कुकुर छ। उसको टाउको सुमसुम्याउँदै एउटा मान्छेले माया गर्दै भन्छ, छिटो निको होस् बाबु, अब घर जाउँला। उसका लागि गाडी तयार छ। घरमा तातो ओछ्यान छ, माया गर्ने हातहरू छन्। तर मलाई कसैले बाबु नै भन्दैन। मेरो प्रतीक्षा गर्ने कोही छैन। म उठ्न खोज्छु, शरीरले साथ दिँदैन। फेरि लड्छु, फेरि उठ्छु। धरती काँपे जस्तो लाग्छ। म लरबराउँदै फलामे गेटतिर अघि बढ्छु। मेरा हरेक पाइला काँडा जस्तो चसक्क हुन्छ। एउटा मान्छे नजिकै उभिएको छ। म आशाले उसको आँखातिर हेर्छु, पुच्छर अलिअलि हल्लाउने प्रयास गर्छु। मानौ भनिरहेको छु, मलाई धेरै दुखिरहेको छ। एकपटक मात्र मुसारिदिनुहुन्छ कि? मेरो आँखाबाट बगेको आँसु पुछिदिनुहुन्छ कि? एक थोपा पानी दिनुहुन्छ कि? तर ऊ आफ्नै धुनमा छ। उहाँले मलाई देख्नुभयो, तर सायद बुझ्नु भएन। मेरो मौन भाषा कसले बुझ्ने, कसले सुन्ने? म गेटबाट धङधगाउँदै बाहिर निस्कन्छु। अब फेरि त्यही सडक। न घर छ, न नाम छ मेरो, न ठेगाना छ। मलाई डर लाग्छ। यी गुडिरहेका ठुला गाडीहरूले मलाई कुल्चिदिने त होइनन्? यदि म फेरि लडेँ भने, यदि म यही अन्तिम सास फेरेँ भने, मेरो लागि रुने त कोही हुने छैन। ए मान्छेहरू हो, तिमीहरूले हाम्रो वंश बढ्न नदिन बन्ध्याकरण गर्यौ, ठिकै होला। तर यो काटिएको शरीर लिएर, यो रित्तो मन बोकेर जब म सडकमा भौँतारिन्छु नि, कम्तीमा एकपटक मलाई दयाले हेरिदिएको भए हुन्थ्यो। मलाई खाना होइन आज, मलाई न्यानो स्पर्श चाहिएको छ। एक थोपा पानी, एक पलको माया। म सडकको कुनामा उभिएर हेर्छु। काखमा बसेका मेरा साथीहरू गाडीभित्र सुरक्षित छन्। उनीहरू कसैका हुन्। काश म पनि कसैको हुन्थेँ। काश यो संसारमा मेरो लागि एउटा काख हुन्थ्यो। म आज केही माग्दिनँ, बस मलाई कसैले छोइदिए मात्रै पनि हुन्थ्यो। आजको यो श्रृङ्खला तपाईँहरूलाई कस्तो लाग्यो? म्याग्दीको बेनी नगरपालिकाले
कुकुर नियन्त्रणका लागि कुकुरलाई बन्ध्याकरण क्याम्प विगतका वर्षहरूदेखि सञ्चालन गर्दै आइरहेको छ। यो वर्ष पनि सञ्चालन गर्यो, जहाँ घरपालुवा कुकुर र छाडा कुकुरहरू सबैलाई ल्याइएको थियो। घरपालुवा कुकुर जसलाई आफै ल्याएर बन्ध्याकरण गरेर काखमा राखेर, मोटरसाइकलमा राखेर, गाडीमा राखेर घरसम्म लैजाने काम गरियो। तर ती सडक कुकुरहरू जब होस खुल्छ धङधङ्याउँछन्, लरबरिन्छन्, टेक्न सक्दैनन्, फेरि गेटतिर जान्छन्। उनीहरूको न घर छ न ठेगाना छ। त्यो दृश्यले मेरो मनलाई चसक्कै छोयो र म रोएँ एकपटक। त्यही अवस्थालाई शब्द दिने प्रयास गरेँ। कृपया प्रतिक्रिया दिन नबिर्सनुहोला।